हजुर नमस्ते नमस्कार सम्पूर्णमा। हेर्नु साथीहरु, मैले यो खास भिडियो बनाउनको एउटै कारण हो। मैले हिजो भीम रावलको अन्तर्वार्ता देखेँ अनि उहाँको इन्टरभ्यूको कुरा सुन्नुहोस् अनि म प्रतिक्रिया अनि भिडियो किन बनाएको भनेर बनाउला। एकचोटी उहाँको अन्तर्वार्ता पनि सुन्नु होला। टिभी शर्माको विरोध गर्ने मान्छे कहाँ छन् आज? तपाई कहाँ हुनुहुन्छ? माधव प्रकाश यही नेपालमा दुईजना कति कुरा गरे? यही नेपालमा छु कहाँ छु? के पदमा हुनु नहुँदैमा मैले देशको जुन स्वाधीनता र अधिकारको झण्डा उठाएको चाहिँ झुकेको छ। रविलामी छाने कहाँ हुनुहुन्छ? रविलामी कहाँ हुनुहुन्छ? सबभन्दा बढी विरोध गर्ने सुन्नुस् न, रविलामी छानेजीको त आफ्नै केस त के छ, अदालतले निर्णय गर्ला। तपाईँ रविलामीसँग मलाई तुलना नगर्नुहोस् न। मेरो पृष्ठभूमि हो, 50 वर्ष राजनीतिक दलको नेतृत्व गरेर आएको मान्छे हो म। त्यसरी तुलना नगर्नुहोस् क्या। हो, तपाईले भीम रावलजीको अन्तर्वार्ता त हेरिहाल्नुभयो हैन? हो, सत्य हो। तपाईले 50औं वर्ष त्याग तपस्या गर्नुभयो, एमालेबाट काम गर्नुभयो, त्यो सही हो। तर तपाईले आफ्नो पार्टी विरुद्ध सही र गलत भन्दा आफ्नो अध्यक्षलाई सही हो यो गलत हो भनेर भन्दा तपाईको अहिले 50औं वर्षको तपस्याको नतिजा तपाईले छर्लङ्ग ऐना हेरे भइहाल्यो। हैसियत कहाँ छ भन्ने कुरा त थाहा पाइहाल्नुभयो अनि गर्नुभयो। तुलना गर्नु पर्दैन उहाँ रवि लामिछानेसँग। हो, रवि लामिछानेसँग तुलना गर्नु पर्दैन। तपाईको 50औं वर्ष तपस्या गरेको पार्टी विरुद्ध अहिले तपाईले सही गलत भन्दा तपाईको हैसियत कुन कुण्ठामा छ भनेर जनताले छर्लङ्ग बुझेका छन्। 50औं वर्ष तपस्या गरेको सर्वसाधारण जनताका लागि के चाहिँ गर्यो भन्ने कुरा महत्त्वपूर्ण हो। तपाईलाई के लाग्छ साथीहरु? कमेन्ट बक्समा भन्नु होला।